नमस्कार सबैजनालाई। आज हामी ब्याङ्कको नामहरू, ब्याङ्कको इन्स्ट्रुमेन्ट नम्बर, स्विफ्ट कोडहरू कसरी राख्ने, त्यसलाई कसरी अपडेट गर्ने भन्ने फिचर्सभित्र हेर्न गइरहेका छौँ। त्यसको लागि हामीले चाहिँ डोमेन दिएको हुन्छौँ। त्यो डोमेनमा लगइन गर्नुपर्ने हुन्छ। लगइन गर्नको लागि हामीले चाहिँ इमेल आइडी र पासवर्ड राख्नुपर्ने हुन्छ। यसलाई इमेल आइडी र पासवर्ड राखिदिउँ। इमेल आइडी र पासवर्ड राखिसके पछाडि हामीले यो ड्यासबोर्डको इन्टरफेस देख्छौँ। यो ड्यासबोर्डको इन्टरफेसभित्र हाम्रो चाहिँ सेटअपको फिचर्स छ। सेटअप फिचर्सभित्र हाम्रो जेनरल सेटिङको फिचर्स छ। जेनरल सेटिङको फिचर्सभित्र ब्याङ्क नेम भन्ने फिचर्स छ। ब्याङ्क नेमको फिचर्सभित्र गइसकेपछि हामीले ब्याङ्क सेटअप गर्न सकिन्छ। यहाँ ब्याङ्कको नाम राख्न सकियो। अहिलेलाई प्रोग्रेसिभ फाइनेन्स राखिदिउँ। यो ब्याङ्क भेरिफाइड छ कि छैन नेपाल सरकारमा भनेर राखिदिउँ। यस, भेरिफाइड छ। अब ब्याङ्कले दिएको इन्स्ट्रुमेन्ट कोड हुन्छ, ब्याङ्कको इन्स्ट्रुमेन्ट कोड राखिदिउँ। अहिले मैले डमी डाटा राखिरहेको छु। स्विफ्ट कोड राखिदिउँ, ब्याङ्कको स्विफ्ट कोड राखिदिउँ, सेभ गरिदिउँ। सेभ गरिसके पछाडि हामीले चाहिँ प्रोग्रेसिभ फाइनेन्स भनेर यसरी देखिन्छ। अब यसलाई देखाउने कि नदेखाउने त हाम्रो सिस्टममा भनेर चाहिँ स्ट्याटसमा एक्टिभ इनएक्टिभ गर्न सकिन्छ। यो नट एक्टिभ भयो। यसरी हामीले यसलाई चाहिँ थिच्यो भने चाहिँ क्लिक गरियो भने एक्टिभ हुन्छ। अब यहाँ हामीले एक्सनभित्र यो एडिटको अप्सनमा गयौँ भने हामीले यसरी चेन्ज गर्न सकिन्छ। अपडेट गर्न सकियो। यसरी नै हामीले अपडेट गर्न सकिन्छ। यसरी हामीले ब्याङ्क सेटअप गर्ने अनि ब्याङ्कको कसरी लिस्टहरू कसरी हेर्ने, कसरी अपडेट गर्ने, कसरी स्ट्याटस हेर्ने भनेर चाहिँ हामीले यसरी राखेर गर्न सकिन्छ। थ्याङ्क यू।